बिहानको यो मर्निङ समयमा भनेर कविता लेख्न लाग्यो। केटा हो अब घुम्न जाने हो, केटा हो अब घुम्न जाने हो, अब घुम्न जाने हो। वेलकम टु जिगु मिखा गाइज। आजको ब्लग फटाफट सुरु गरौँ एउटा रोचक कथाबाट। खड्ग शमशेर जङ्गबहादुर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। वीर शमशेरलाई प्रधानमन्त्रीबाट हटाएर आफू श्री 3 प्राइम मिनिस्टर हुने षड्यन्त्र रचेको आरोपमा उनलाई वीर शमशेरले प्रधानमन्त्रीको रोलक्रमबाट हटाई पाल्पामा निर्वासित गरेका थिए। पाल्पामा बस्दा खड्ग शमशेर आफ्नै दाजु वीर शमशेरका कारण दुखी र पीडित थिए, जसलाई प्रधानमन्त्री बनाउन विक्रम सम्वत 1942 अर्थात् सन् 1885 मा आफ्नै ठुलो बुबा प्रधानमन्त्री रणजीत सिंह बहादुर राणाको हत्या गरेका थिए। यस्ता कठिन समयहरूमा उनलाई सान्त्वना दिने 3 रानीहरूमध्ये उनको अति प्रिय कान्छी रानी तेज कुमारी मात्र थिइन्। भनिन्छ उनीहरू बीच प्रगाढ प्रेम थियो। ती दुवै एकै घोडामा चढेर यात्रामा निस्कन्थे। उनीहरू प्राय प्रत्येक दिन काली गण्डकीको किनारमा रहेको यस ठाउँमा आउँथे र आपसी साथमा रमाइलो समय बिताउँथे। उनीहरू लगभग साँझ अबेला मात्रै फर्कने गर्थे। यो त उनीहरूको दैनिकी नै बनिसकेको थियो। त्यसैले सुसारे तथा अन्य सेवकहरू पनि लालटेन र मैन्टोल साथमा बोकेरै हिँड्ने गर्थे, किनभने फर्किने बेलासम्म अँध्यारो भइसकेको हुन्थ्यो। एक दिन काली गण्डकीको किनारमा बसेको बेलामा रानी तेजकुमारीले खड्ग शमशेरलाई सोधिन्, यदि म हजुरभन्दा अगाडि नै मरे भने हजुरले के गरी बक्सनुहुन्छ? यो सुनेर खड्ग शमशेर झस्के। के नचाहिने कुरा गरेकी तिमीले? म तिमीलाई श्री 3 महारानी नबनाई कहाँ मर्न दिन्छु? रानी तेजकुमारीले मन्द मुस्कान दिँदै उत्तर दिइन्, हजुर त अहिले पनि मेरा लागि महाराज होइसिन्छ। श्री 3 हुनु र नहुनु मेरा लागि कुनै अर्थ राख्दैन। यदि मैले हजुरको सेवा निष्ठापूर्वक गरेकी रहेछु भने म हजुरको काखमै मर्न पाऊँ। हजुरको काख नै मेरो साँचो सिंहासन हो। त्यसपछि उनले खड्ग शमशेरलाई बलियोसँग अँगालिन्। उनको आँखाबाट झरेका आँसु काली गण्डकीको बालुवामा खसे। खड्ग शमशेरको मनमा चिसोपन छायो। उनले रानीको कपाल सुमसुमाउँदै भने, म तिम्रा लागि काठमाडौँ गएर सत्ता आफ्नो कब्जामा लिएर आउनेछु। तिमीलाई श्री 3 महारानी नबनाई छोड्दिनु। रानीले काली गण्डकीको धारतिर टोलाउँदै भनिन्, मलाई किन यस्तो लाग्छ कि मेरो आयु अब थोरै मात्र बाँकी छ। म चाहन्न हजुरले मेरो लागि आफ्नो ज्यान जोखिममा राख्नुहोस्। मेरो केवल एउटा इच्छा छ, त्यो पुरा गरिदिसेला। तिम्रो लागि त म आफ्नो ज्यान पनि समर्पण गर्न सक्छु, खड्ग शमशेरले भने। भन के गर्नु पर्यो? रानीले लामो समयसम्म उनका आँखामा हेरिरहिन् र भनिन्, म मरेपछि यही ठाउँमा मेरो नाममा तीर्थस्थल बनाइबक्सेला। खड्ग शमशेर छक्क पर्यो। किन रानी मृत्युको कुरा यति गम्भीर भएर गरिरहेकी थिइन्? उनले रानीलाई अँगालो हाले र भने, किन यस्ता कुरा गरिरहेकी छौ? मेरा सबै आफन्तहरूले मलाई धोका दिएका छन्। तिमी मात्र एउटी हौ जसमा म अझै भर पर्न सक्छु। अब आइन्दा यस्तो कुरा नगर्नु। तिमी नै मेरो लागि संसार हौ। केही दिनपछि 1892 मा रानी तेजकुमारीको यही पाल्पा गौडामा निधन भयो। खड्ग शमशेर एक्लो महसुस गर्न थाल्यो। दिनौँ यही बगरमा आएर टोलाउन थाल्यो। उनलाई रानीलाई दिएको वचन सम्झना आयो। रानीको अन्तिम इच्छालाई सम्झेर उनको सम्झनामा एक तीर्थस्थल बनाउने निर्णय गर्दै खड्ग शमशेरले एक भव्य दरबार निर्माण गर्न लगाए। दरबारको नाम राखियो रानी महल, जसको अर्थ नै रानीको दरबार हो। दरबार एक बेलायती आर्किटेक्टद्वारा डिजाइन गरिएको थियो र भारतबाट निर्माण मजदुरहरू ल्याइएको थियो। यस दरबारको निर्माणमा 4 वर्ष लाग्यो। यसरी आफ्नै रानीलाई दिएको वचन निभाएर उनले आफ्नो प्रेमलाई उजागर गरेका थिए। उनले वरपरको वनलाई रानीवन नाम दिए र नदी किनारका घाटलाई रानीघाट नामले समेत चिनाए। यस महलको पूर्वतिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूल ढोकाबाट कुदिएको ढुङ्गा र इँटाबाट बनाइएको खुड्किलो तल सिधा
कालीगण्डकी नदीको किनारमा जोडिएको छ। प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्य द्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितको पौवा समेत निर्माण गरिएको थियो। यो वास्तवमै एक सुन्दर महल हो जुन कालीगण्डकी नदीको उच्च किनारमा स्थित छ र यसका वरिपरि बगैँचा तलतिर फैलिएको छ, जसले यसलाई बेबिलोनको प्रसिद्ध ह्याङ्गिङ गार्डन जस्तो अद्भुत बनाएको छ। यस महलको सुनौलो युगमा इटालियन मर्मर र मुरानोको ठुलो झल्लरे बत्ती, एडवर्डिन फर्निचर र पर्सियन कार्पेट्सले यसलाई कतिको भव्य र सौम्य बनाएको हुन सक्छ अनुमान मात्र गर्न सकिन्छ। अहिले यो केवल एक खोक्रो भवन मात्र रहेको छ। बाहिरी भाग मात्र रङ्गिएको छ ताकि मानिसहरूले कल्पना गर्न सकुन् कि खड्ग शमशेरले आफ्नी प्रिय मृत पत्नी तेजकुमारी देवीको सम्झनामा यसलाई कति भव्य रूपमा बनाएका थिए धेरै वर्ष पहिले। यस, दिस इज द रियल टोकन अफ लभ। यहाँबाट थाहा हुन्छ खड्ग शमशेरको तेजकुमारी प्रतिको प्रेम। आजकल यसलाई नेपालको ताजमहल पनि भन्ने गरिन्छ। बट वेट, किन पाल्पाको रानी महललाई भारतको ताजमहलसँग तुलना? के ताजमहल साँच्चीकै प्रेमको प्रतीक हो भनेर मानिदिनु पर्ने? लेट मी आस्क यु गाइज समथिङ। मानौ एक पुरुषसँग पहिल्यै एक पत्नी छ, त्यसपछि उसले अर्को विवाह गर्छ, फेरि अर्को गर्छ अनि फेरि अर्को गर्छ। चौथो प्रयासमा ऊ मुमताजलाई भेट्छ, उसलाई मुमताजसँग प्रेम हुन्छ, त्यहीँबाट उसको जीवन मुमताजसँग सुरु हुन्छ। मुमताजसँग उसले पहिलो बच्चा जन्माउँछ, त्यसपछि अर्को, फेरि अर्को, फेरि अर्को, फेरि अर्को अनि फेरि अर्को। मुमताजबाट 7 सन्तान जन्माइसकेपछि मात्र उसलाई थाहा हुन्छ कि मुमताजको स्वास्थ्य कमजोर हुँदै गएको छ, तर ऊ अझै पनि अर्को बच्चा जन्माउँछ, फेरि अर्को, फेरि अर्को, फेरि अर्को। प्रत्येक गर्भावस्थासँगै मुमताजको स्वास्थ्य झन्झन बिग्रिँदै जान्छ। यस कुराले उसलाई केही फरक पर्दैन। अन्ततः 14औं बच्चा जन्माउँदा उच्च रक्तस्रावका कारण मुमताजको मृत्यु हुन्छ। त्यसपछि उसले मुमताजकी कान्छी बहिनीसँग विवाह गर्छ, त्यसपछि अरू 2 महिलासँग विवाह गर्छ र अझै केही बच्चा जन्माउँछ। अन्ततः जब ऊ बुढो भइसकेपछि ताजमहल नामक ठुलो भवन बनाएर मर्छ। शाहजहाँको बहुविवाहलाई एकछिन सामान्य मानौला, किनकि त्यो समयका राजाहरूका लागि यो सामान्य कुरा थियो। 14 सन्तान जन्माउनु पनि एकछिनलाई सामान्य मानिदिउँ, किनकि त्यो समयमा यो स्वीकार्य पनि थियो होला। तर मुमताजको मृत्युपछि के भयो? उसले किन उसकी बहिनीसँग जबरजस्ती विवाह गर्यो? किन उसले अझ 2 पत्नी थपे र थप बच्चाहरू जन्माए? मुमताजलाई गहिरो प्रेम गरेको उसले कहिले महसुस गर्यो? मुमताज मरेपछि अरू महिलासँग बच्चा जन्माउँदै गर्दा के तपाईँलाई लाग्छ कि ताजमहल प्रेमको प्रतीक हो? ताजमहल इन्जिनियरिङ वा वास्तुकलाको चमत्कार पनि होइन। यदि तपाईँ दक्षिण भारतका मन्दिरहरू हेर्नुहुन्छ भने ती अत्यन्तै जटिल र प्रविधियुक्त र वास्तुकलाको असली चमत्कार हुन्। ताजमहल तिनको तुलनामा कुनै पनि स्थलमा उभिन लायकै छैन। जस्तै अजन्ता एलोरा गुफाहरू र महादेवको मन्दिर जुन एकै चट्टानबाट कुदिएर बनेका छन्। यो नै संसारको असली चमत्कार हो। ताजमहल प्रेमको प्रतीक होइन, वासना, क्रूरता र बर्बरताको प्रतीक। शाहजहाँले प्रेमको नाममा केवल आफ्नो अहङ्कारको स्मारक बनाए। उनी एकदमै वासना प्रेरित व्यक्ति थिए। उनलाई आफ्नै छोरीसँग अनुचित सम्बन्ध राखेको आरोप समेत छ। इतिहासलाई वास्तविकताका आधारमा हेर्नुपर्ने, प्रचारका आधारमा होइन। ताजमहल प्रेमको प्रतीक हुँदै होइन, शाहजहाँको अहङ्कारको प्रतीक हो। साँचो प्रेम भनेको त्याग, सम्मान र निस्वार्थपना हो, स्वार्थी स्मारक या चिहान होइन। के तपाईँलाई अझै पनि लाग्छ कि ताजमहल प्रेमको प्रतीक हो? अनि किन यसलाई हामी रानी महलसँग दाजेर रानी महलको उपहास गर्ने? यो महल संरक्षणको लागि भन्नु यहाँनिर रङको कार्यहरू भइरहेको रहेछ। यो राणाकालीन दरबार हो। यहाँ चाहिँ बिछाउनै ढुङ्गाको प्रयोग गरेर यस्तो प्रष्ट क्या मजाले बनाएको। सिडी पनि क्या मजाले बनाएको छैन।
हामी पढ्न सक्छौँ। धीर शमशेर 17 भाइ छोरा मध्येका एक अर्को भाइ वीर शमशेरका प्रधानमन्त्रीत्व कालमा उनका भाइ खड्ग शमशेर कमान्डर इन चिफ भएको 28 महिना पश्चात पदच्युत भई पाल्पामा निर्वासित गरिए। विक्रम सम्वत 1945 उनलाई रूपन्देही, कपिलवस्तु, बागलुङ र पर्वत लगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पाको गौडामा पश्चिम कमान्डर जनरलको रूपमा बस्ने अनुमति दिइयो। अहिले चाहिँ तालचा लगाएको छ। अब 8-9 बजीतिर खोल्छ होइन। यो चाहिँ पछि लगाएको होला। यहाँ फ्लड लाइटहरू डेकोरेसन लाइटहरू राखेको छ। यहाँबाट सिधै खोलामा जाने रहेछ। हजुर छैन, अब 8-9 बजीतिर खोल्छ। 8-9 बजीतिर यहाँबाट चाहिँ माथि जाने भने रहेछ। जस पहिलाको दलिनहरू चाहिँ यस्तो हुन्थ्यो होइन, खुट्टाले छापेर यति मजाले बनाएको थियो है। माथि आउनु पाएँ कि पाइँदैन, म त आएँ। यहाँ खोपाहरू पहिला खोपाहरू यस्तो राम्रो हुन्थ्यो र दलिनहरू यसरी बाक्ला काठका चिराहरूबाट तयार गरेका हुन्थे। यो चाहिँ मलाई त्यो हाम्रो बसन्तपुर दरबारमा पनि यस्तो खाले थियो होइन। अनि यहाँबाट के हेर्नु हुन्छ अब एकछिनपछि खुल्छ रे। यो सँगै पर्यो। त्यसला हामी रानी महल, रानी प्यालेस पाल्पाको जाँदैछु। ठुल्ठुलो हेर्नुहुन्छ, यो ठुल्ठुलो चढिरहेको छु हामी। टिकट काट्नुपर्छ दाजु। कतिको टिकट काट्नुपर्छ? क्यावा लानु त पाइन्छ नि? पाइन्छ मजाले। सोध्नु त पाएन नि। 50% अलिक कम भयो कि। अब तपाईँ गर्नु न। अब भिजिट गरेको कसरी बस्छ तपाईँ गर्नु न। जसको सम्झनामा रानी महल बनाइयो तेजकुमारी, जोद्वारा रानी महल बनाइयो। खड्ग शमशेर रानी महल बनाइयो। अहिले हामी सिँढी चढेर अगाडि बढ्ने क्रममा छौँ र मेरो दाहिनेतर्फ शिव मन्दिर छ। ल नन्दी महाराज हुनुहुन्छ। मन्दिर छेउमा पछाडिपट्टि पनि मन्दिर छ। यहाँबाट बादली छ है। यहाँबाट चाहिँ दरबार बन्न लागेको ठाउँ चाहिँ यहाँ हो क्या। टक्क कुहायो भनेर टक्क हेर्नु नि मिल्ने को
भनेर बोलाउन पनि मिल्ने। फोटोलाई क्यामेरा अन बनाइदिएको म मन्दिरको पछाडितिर जान्छु। अनि शिव मन्दिर छ, नन्दी महाराज र यहाँ शिव र यहाँ घन्टी छ र घन्टीको भग्नावशेष देख्न सक्छौँ हामी। चर्केछ केही लेखेको रहेछ है, बक्रो चुरो मुनि अलिक पढ्न सकिनँ, तपाईँहरू पढ्न सक्नुहुन्छ भने मैले यहाँ राखेको छु है। यहाँको चौकै गएको छ र यो मन्दिरको विशेषता भनेको यहाँ भैरवको चाहिँ प्रष्ट आकृति देख्न सकिन्छ है। र यहाँबाट ठाउँ छ। अहिले त रङको गाडी भइरहेको थियो, यहाँबाट कालो देखिरहेको छ। यहाँबाट उता जाने ठाउँ त छैन। छ यस्तो ठाउँमा अडाइएर यसरी बनाउनु ठुलो कुरा हो। यहाँबाट दृश्य चाहिँ यति राम्रो रहेछ। अब यहाँबाट म रिटर्न ब्याक जाँदैछु। हामी चाहिँ अहिले राइटपट्टि साइडको कर्नरबाट दृश्यहरू पनि लगाएका थियौँ भने यहाँ त के छ यो कोठा हो। र लेफ्टपट्टि साइडमा मेरो यस्तै नै सेम डिजाइन गरेर पहिला म यतै बार्दलीतिर जाउँ। बार्दलीमा सेम उताको बार्दली र यताको बार्दली सेम साइज छ, सेम आकृति होइन। फरक के छ भने उतापट्टि चाहिँ धर्को देख्न सकिन्छ एउटा साइडमा है। यहाँ चाहिँ गोलो गोलो राउन्ड आकृति, त्यति एउटा फरक। अर्थ जस्तो सेम छ। यहाँबाट देखिने दृश्य पनि फरक हुन्छ क्या। यहाँबाट चाहिँ टक्क बादलमा को आयो भनेर हेर्नुहुन्छ। र यहाँ चाहिँ सायद रुमहरू बनाएर मिल्ने ठाउँ छ होला। यसरी इँटा बिछ्याएर रुम बनाउनुलाई के होइन। यो चाहिँ अग्लो छ है, यहाँबाट चाहिँ अग्लो छ। यसरी रुमहरू बनाउनु मिल्छ होइन। खुल्लै छ होइन, ढोका सोका यो सायद ढोकाकै लागि होला यो। ढोकाको अग्लो जस्तो लाग्छ र यहाँ चाहिँ ढोका थियो कि भन्ने मैले अनुमान गरेँ होइन। र यहाँबाट पनि र यहाँ सिसी क्यामेरा छ सबै निगरानी गर्नको लागि। यहाँबाट माथि जाउँ। सबभन्दा टप यहाँ पनि रुम रहेछ नि। यति सानो रुम किन बनायो? के हो यो? सेल्फी हाना ओहो पानीको पोखराको लागि भनेर रहेछ नि त सिस्टम। दायाँ बायाँ हामीले पानीको फहराको लागि सानो पोखरी देख्न सक्छौँ है। यो अन गर्दाखेरि त कति राम्रो हुन्छ होला क्या। यहाँ चाहिँ आहा यो बुट्टा हेरौँ न, यो बुट्टा क्या कला छ यार। यहाँ बसेर चिया खान कति मजा आउँछ। यहाँ टपमा पनि जाने बाटो रहेछ पहिला चाहिँ। अहिले चाहिँ अब सुरक्षाको कारण देखाएर चाहिँ बन्द गरिहाल्नुपर्छ। मजा आउँछ र मजा। नजिकबाट हेर्नु मजा नै छुट्टै छ क्या। यो सायद यहाँको अहिले गार्डनको किनभने गार्डनमा तलपट्टि महलको पहिलाको चाहिँ राणाकालीन समयमा बनाएको चाहिँ काठको ढोका है। यो पनि काठको ढोका।
कति अग्लो कि होइन ठुला ठुला झ्यालहरू मान्छे के छ रानी बस्ने ठाउँ रानी आएर चाहिँ अब के भन्छ बस्नको लागि बनाएको बस्न आएर सोचिरहेको थिएँ सम्झनाको लागि बनाएको सम्झनालाई मात्रै बनाएर चाहिँ अब चाहिँ हामी भित्र जान्छौँ होइन दरबार छिर्नु अगाडि यता हेरौँ र यहाँ यसरी ठुलो तस्बिर राखेको रहेछ फ्रेम गरेर र यही रानी दरबारकै ब्याकग्राउन्ड राखेर बन्ने यहाँ छ होइन यो चाहिँ पछि बनाएको तस्बिर चाहिँ र पहिलाको चाहिँ लाइटिङ सिस्टम चाहिँ यो हो अहिले चाहिँ एक्स्ट्रा लाइटहरू देखाएको र म एकचोटि पछाडि जाँदैछु पछाडि के छ हेरौँ र पछाडि अघि आउने ठाउँ रहेछ होइन यहाँबाट उता पनि त्यस्तै हो अब माथि पनि गएर हेरौँ न यता चाहिँ पुरानो भाँडाकुँडाहरू रहेछ कलात्मक मूर्तिहरू छ ओहो भाँडा तामाहरू पुरा के हो यो पटकहरूदेखि लिएर पूजा थाली होला मूर्तिहरू राजा महाराजाले चलाउने हक्का चिलिमहरू मन्दिरमा राखिन्छ त यो जीवलाई कान्छ मान्छेहरू अर्घदिनीहरू है शङ्ख बेलाको कालचार नै छ पुरानो कालचार उनीहरूलाई कस्तो दामी अग्लो बनाउने है हाइटी बनाउने सबभन्दा रमाइलो लाग्यो चाहिँ बार्दलीबाट होइन पुरा हिरो हुकुम भन्दा होइन यहाँबाट चाहिँ आदेश जारी गर्नु क्या मजा आउँछ होला केटा खै दर्शन गर भने यहाँ मलाई अझै हेरेको चाहिँ के हो यस्तो केटा के हो यिनीहरूले टेर्दैन अब यहाँ बन्द छ कालो धागा चाहिँ के पछि बैठक कक्षी अरे बाबु हामीले हेर्न पाउँदैन है हो म आफ्नो दरबार त घुमिरहेको छैन अघि हामीले देख्न नसकेको ठाउँ यहाँ रङ लाउनै बाँकी छ रङ लगाएपछि एकदम सुन्दर हुन्छ यो ठाउँ पनि त्यहाँ बसेर सबै दृश्य अवलोकन गर्नु कम मजा आउँछ ओर्लिने ठाउँ रहेछ कताबाट आयौँ यताबाट त्यसपछि माथि त केही छैन यताहरू छ त हाइट पनि धेरै छैन जस्तो यहाँ चाहिँ के हेऱ्यो यहाँबाट टक्क सेफ भएर यहाँ चाहिँ पुरै आउँदो रहेछ केही देखिँदैन मैले जस्तो जस्तो छाना हो तर बनाएको सिस्टम चाहिँ दामी छ है
अब केटाहरूलाई फोटो खिच्न लाउँछु भनेको केटाहरू दुई हिँड्दै अब के गर्ने। मेरो चाहिँ जेटफोनमा चाहिँ ब्याट्री सिद्धि होइन, चार्ज गर्नै पाएन। हिजो पनि रातभरि हिँड्यो अनि यो नेपाल छिर्ने भनेर दौड्दाखेरि चार्ज गर्नै पाइँदैन। अब यो पनि कतिखेर चार्ज सिद्धिन्छ थाहा छैन। अब यस्तो ऐतिहासिक धरोहर हामीसँग हुँदाहुँदै पनि हामीहरूले यसको राम्रोसँग जगेर्ना गर्न सकेन भने हामी पछिका चाहिँ सन्तान पिँढीहरूलाई के देखाउने होइन। इतिहास राम्रो होस् नराम्रो होस् त्यो आफ्नो ठाउँमा छ होइन, तर त्यसको कहानी मेटिन किन हुन्छ होइन। त्यसबाट एउटा शिक्षा दिन सकिन्छ होइन। तर जस्तो भए पनि अनि यतिको ऐतिहासिक धरोहर चाहिँ संरक्षण हुनुपर्छ होइन। यो भनेको देशको गहना हो होइन। आफ्नो पिँढीहरूले देशको इतिहासको बारेमा जान्न सुन्न पाउँछन् होइन। यसलाई चाहिँ संरक्षण गरिनुपर्छ। मलाई यहाँ घुम्दाखेरि चाहिँ अलग किसिमको आनन्द फिल भएको छ होइन। यो महलमा चाहिँ होइन, त्यो नदीको छेउमा अवस्थित भएर पनि अनि यो आकर्षक महलको डिजाइनको कारणले र बगैँचाको कारणले गर्दाखेरि मन प्रफुल्ल हुने ठाउँ छ यो होइन। हुन त यो देवको कथासँग सम्बन्धित होला होइन, तर पनि यो एउटा चाहिँ मायाको चिनो हो। अब हामी यहाँबाट अगाडि बढ्छौँ। हाम्रो फिक्स डेस्टिनेसन चाहिँ छैन अहिलेसम्मलाई। आजको लागि चाहिँ म भ्लग यहीँ बिट मार्न चाहन्छु। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब। नयाँ पेला दुवैले डोन्ट फर्गेट टु लाइक सेयर एन्ड कमेन्ट है। कमेन्ट पनि गरिदिनु होला र तपाईँले मेरो भिडियो मन पराइदिनु हुनुहुन्छ भनेर मैले आश गरेको छु। अर्को भ्लगमा फेरि भेटिने छु। टिल देन सी यू, बाय बाय, सायनरा।